एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ हाम्रो इनरवामा थर्ड इनरवा रन कम्पिटिसन थियो अनि त्यसको लागि चाहिँ हाम्रो ब्याङ्कले पनि सानीमा ब्याङ्क इनरवा ब्रान्चले पनि स्पोन्सर गरेको थियो अनि म चाहिँ त्यहाँ गएको थिएँ। हामी चाहिँ यहाँनिर सबैजना ब्याङ्कको स्टाफहरू यहाँनिर दौड प्रतियोगितामा भाग लिनेहरूको लागि ओआरएस जुसहरू राखेर पानीहरू राखेर बसिरहेका थियौँ पोस्टर राखेर। अनि हामी फोटोसुटहरू भइरहेको थियो, भिडियो सुटहरू भइरहेको थियो। जित्नुपर्छ है हाम्रो टिमले। अब स्टार्ट हुन लाग्दै थियो। त्यहाँ बसेको बेलामा यसो पोज दिएको मैले चाहिँ। अनि हाम्रो चाहिँ थर्ड रन कम्पिटिसनबाट चाहिँ यहाँनिर फर्स्ट ऊ चाहिँ आइसक्नु भएको थियो त्यहाँबाट। अनि सबैजना फोटो खिचेर भिडियो बनाएर बसिरहनु भएको थियो। अनि अब चाहिँ हामी यहाँनिर दौड कम्पिटिसनमा भाग लिनेहरूलाई चाहिँ हामी यहाँ जुसहरू गर्दै थियौँ। हाम्रो सानीमा बाइक किनरको तर्फबाट जुसहरू प्रोभाइड गर्दै थियौँ। सबैजना बिचरा कस्तो गाह्रो गरी आउनुभएको थियो दौडेर थाकेर, कस्तो फेसै रेड भएको थियो, माया लाग्दै भएको थियो। हामी चाहिँ सबैजनालाई यहाँबाट जुसहरू दिँदै थियौँ। अब चाहिँ यहाँनिर फाइनल्ली अब प्राइज डिस्ट्रिब्युसनहरू भइरहेको थियो। अनि यहाँनिर सबैजनालाई बोलाएर प्राइजहरू दिँदै हुनुहुन्थ्यो। सलमान रहमान छ भयो भने स्टेजमा आइदिनु होला आफ्नो क्विजको त्यसै माइको चिनो ग्रहण गर्नु होला। एक्सपर्ट कन्सल्टेन्सी सर्भिसेसको प्रतिनिधिलाई पनि स्टेजमा आउनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया पुरस्कार वितरण गरिदिनु होला र एकचोटि हाम्रो नानीलाई